हेलो नमस्कार वेलकम टू माई युट्युब च्यानल। आज चाहिँ म एउटा दमदार तपाईँको चाहिँ वायरलेस माइक्रोफोन फोनको बारेमा चाहिँ रिभ्यू दिन गइरहेको छु। जुन माइक्रोफोन चाहिँ तपाईँको चाहिँ कन्टेन्ट क्रिएटर युट्युबर टिचर स्पेसली प्रेजेन्टरको लागि चाहिँ एकदम उपयुक्त आवश्यक छ, जसको नाम छ बिफोर AM57 र म अनबक्सिङ गरेर पनि देखाउँछु। यो भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नु होला र मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला। जुन माइक्रोफोनको बारेमा मैले तपाईँलाई चाहिँ अघि नै भनिसकेको छ, त्यो माइक्रोफोनको चाहिँ म रिभ्यू दिन अनबक्सिङ गरेर जाँदैछु। यो भिडियोलाई चाहिँ स्किप नगरिकन अन्त्यसम्म हेर्नु होला। यो माइक्रोफोन चाहिँ एकदम हेर्दाखेरि लुक्स वाइज चाहिँ एकदम राम्रो छ र म यसलाई खोलेर हेर्छु यसमा चाहिँ के छ होइन। अब यसलाई चाहिँ कसरी खोल्ने भन्दाखेरि कसरी खोल्ने र यसमा चाहिँ तपाईँको चाहिँ एकदम राम्रो बक्समा चाहिँ प्याक भएर आउँदो रहेछ होइन। तपाईँको यसमा चाहिँ एउटा प्लास्टिकभित्र चाहिँ एउटा जहाँसम्म लाग्छ स्टिकरहरू हुन सक्छ होइन। तपाईँको चाहिँ यसभित्र चाहिँ तपाईँको लुक्स वाइज पनि यस्तो राम्रो रहेछ होइन। र म ओपन गरेर हेर्छु होइन। ओपन गर्दाखेरि दुई किसिमको यो माइक रहेछ, एउटा यो माइक भयो र अर्को पनि तपाईँको देख्न सक्नुहुन्छ यस्तो राम्रो रहेछ। अनि यो चाहिँ तपाईँको चाहिँ टाइप सी अनि तपाईँले चाहिँ आइफोनमा चाहिँ सहजै तरिकाले चाहिँ जोड्न सक्नुहुँदो रहेछ। र तपाईँको चाहिँ यसमा राम्रो पक्ष भनेको चाहिँ यसमा चाहिँ के रहेछ भन्दाखेरि म्याग्नेटिक रहेछ। त्यो चाहिँ तपाईँले जहाँ पनि लगेर चिप्काएर चाहिँ तपाईँको चाहिँ सहजै तरिकाले तपाईँले चाहिँ रेकर्डिङ गर्न सक्नुहुन्छ रहेछ। र अर्को यसमा प्लस पोइन्ट भनेको चाहिँ त्यहाँनिर तीनवटा बटन नोइज क्यान्सलेसन पनि रहेछ र एकको पनि रहेछ। अब यो यसको टेस्ट चाहिँ म पछि गरेर तपाईँहरूलाई चाहिँ बताउने छु होइन। र यसो लुक्स वाइज हेर्दाखेरि चाहिँ एकदमै राम्रै छ। र अर्को कुरा तपाईँको चार्जर पनि रहेछ होइन। यसमा चार्जर पनि रहेछ अनि यो सानो टिक्क परेको चार्जर पनि रहेछ। यो चाहिँ तपाईँको चाहिँ जुनै पनि तपाईँको चाहिँ युएसबीमा कनेक्ट गरेर चाहिँ सहजै तरिकाले चाहिँ चार्ज गर्न सक्दो रहेछ। अनि तपाईँको चाहिँ यसमा चाहिँ तपाईँको चाहिँ 20% पनि मजाले देखाउँदैछ। यहाँ तपाईँको चाहिँ 20% चाहिँ मजाले देखाउँदो रहेछ। अहिले चाहिँ 100% रहेछ होइन। यो चाहिँ सहजै तरिकाले तपाईँले के छ कस्तो छ यसको कन्डिसन कति चार्ज छ कि छैन भन्ने कुरा चाहिँ तपाईँको चाहिँ मजाले यहाँको तपाईँको ब्याट्री कन्डिसन हेरेको पनि तपाईँले बुझ्न सक्नुहुन्छ। यसको ब्याकअप आवर भनेको चाहिँ 6 to 7 आवर रहेछ। र अनि तपाईँको दुईजना चाहिँ तपाईँको चाहिँ रेकर्डिङ गर्न सक्दो रहेछ। जस्तै एउटा माइक यो भयो र अर्को माइक यो भयो। सहजै तरिकाले तपाईँले चाहिँ रेकर्डिङ पनि गर्न सक्नुहुँदो रहेछ। अनि तपाईँको नोइज क्यान्सलेसन कुरा चाहिँ अब म भिडियो बनाएपछि तपाईँहरूलाई चाहिँ जानकारी गराउँछु। अहिलेलाई यतिकै र माइक टेस्टको पनि म भिडियो सँगै जोडेर चाहिँ बनाउँछु। यो भिडियोलाई चाहिँ स्किप नगरिकन अन्तिमसम्म हेर्नु होला। र यो भिडियो कस्तो लाग्छ मलाई कमेन्ट बक्समा लेखेर चाहिँ हेर्नु गर्नु होला। तपाईँको माया ममता र सपोर्ट बिना चाहिँ सायद केही पनि हुन सक्छ, त्यसैले चाहिँ सपोर्ट गरिदिनु।